हेलो गाइज, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। आज चाहिँ म गाउँतिरै थिएँ अनि त्यसपछि आज भाउजूको बर्थडे हो अनि त्यही भएर म भाउजू थिम जाँदैछु। अब भाउजू थिम पुगेपछि के हुन्छ। तर सुन्दर छ संसार। हामी चाहिँ म जाएर पनि रेडी भएर पनि अनि हामी मन्दिर जाँदैछौँ। गाइजहरू अब स्कुटरमा जाने हामी हुन्छ। अब चाहिँ हामी हरिचोक टुनिखेलबाट लेक साइड तालुवारै जान्छौँ साथीहरू। कहिले माया सपनीमा, कहिले माया सिरानीमा, कहिले माया फुलै फुलको डोलीमा लय लय, कहिले माया तिर्सनामा। फाइनली गाइज अब हामी यहाँ स्कुटर राखेर मन्दिरतिर हिँड्दै छौँ। अब डुवा चढेर डुवा झोलामा हामी जाने हो गाइजहरू। चाहिँ अब के लाउनुपर्छ भाउजू के किन्नु हो छ। हामी चाहिँ अब सेफ्टी लाएर यति ठुलो तर नलाए नि हुने हो के है, नलाए नि हुने हो। स्वागै छैन हामीलाई। यहाँ फेरि मोबाइल खसेछ कसैको अनि त्यसपछि खोज्दै हुनुहुन्छ। हामी चाहिँ अब मन्दिर गएर भेटौँला। हामी चाहिँ डुवाबाट झरेर मन्दिर अब एकछिनमा भर्खरै आउँदै मात्रै छौँ झर्दै यो टुङ्गाबाट। हामी चाहिँ पूजा गरेर भ्याइयो। अब कस्तो आँखा बिजाको टिकटहरू लगाइदिनु भएको छ कि फोटो खिचेर अब एउटा दुईवटा हुन्छौँ। अब चाहिँ हामी मन्दिरबाट डुवा चढेर अब जान्छौँ। अब ज्याकेट लाउनु पर्छ फेरि, ज्याकेटै ठुलो हुन्छ हामीलाई फेरि हुँदैन ज्याकेट फोन आएको आयो भयो यहाँ। अब जाने हामी। थोड़ा सा तूने बहकाया, बहलाया दिल को सहलाया, मैंने जाना मुझ में तू है। हामी चाहिँ जाएर यहाँ नि भाउजूको साथीहरूले केक काटिदिनु लाउनु भयो। हाम्रो खाजा आयो। हाम्रो बहिनी स्कुलबाट आइचिन् दिबु। ल अब चाहिँ दिबु ड्रेस फेरेर हामी फेरि तितेपानी जान रेडी हुन्छौँ गाइजहरू। अनि हामी चाहिँ अब चितेपानी नलागेको मलाई तितेपानी हो कि चितेपानी थाहा छैन तर मलाई छिटो आउनु न, छिटो आउनु। बेहुलीले पाइला चालेर चाल्छन्। जाम छिटो ल। अब हामी सोल्टिनको घर गएर भेट्नेछौँ। कति मजाले झोला बोकिसिन हाम्रो बहिनीले। दिबुको च्यानल यति जाडो छ। ओइ हेलो गाइस, कहाँ आइपुग्यौँ भन्दै होला। हामी टुनी खेल आइसक्यौँ। टुनी खेलमा हामी
अनि कोही त्यहाँ दोकानमा पसेछन् त्यही त नि गफनलाई चाहिँ अब दिन बितेको थाहा हुन्न हाम्रो भाउजूलाई हामी अब जानी हो हामी कहाँ जानी रे चिते पानी है चिते पानी मलाई चिते पानी सुन्छन् काई अब चाहिँ हामी बस चढ्यौँ 4 जना भएर यो मान्छे जता गयो त्यतै हराउने बल्ल बल्ल भेटाएर यहाँ बसमा हाल्यो अब यहाँ भाग्नुहुन्छ भनेर कुना हामी अनि मलाई गाइजहरु मलाई बिचारा भन्नु मलाई कहाँ सिट देखाउनु मलाई कहाँ सिट देखाउनु मलाई यहाँ कहाँ सिट यिनीहरु 3 जना बसेर मलाई यहाँ यो सिट देखाउनु यहाँ तल देखाउनु त्यहाँ कोही बस्छ यहाँ त उठ्छ आफैले उठ्छु भने के What the hell Happy birthday to you. कहिले माया सपनामा कहिले माया सिरानीमा कहिले माया फुलको कहिले माया तिर्सनामा सोल्टिनीलाई थाहा थियो हामीलाई थाहा थियो हैन भाउजूलाई थाहा थिएन हामीलाई चाहिँ थाहा थियो अनि केक ल आफैले खाना बनाउँदै खाम यहाँ बर्थडे मान्छे ल्याएर के बोल्दै सोल्टिन र म चाहिँ फेरि एकदम यहाँ त मलाई थाहै नभइकन यस्तो स्पेशल पार्टी अनि थाहै न तर आफै आएर हेलो ब्लगमा आउँछ थाहा अब गाइज यहाँ Oh my god चियाहरू हैन चियाला पनि यस्तो खान्छ यो गिलासमा खाने हामी चिया तपाईँ र मैले मात्र गएर अरूले त्यस्तो अरूलाई त चियामा हो त्यही त नि ए भगवान् र सबैजनालाई धन्यवाद हैन को सामेल हुनुहुन्छ यसमा अनि सबैजनालाई धेरै धेरै धन्यवाद भन् के हो भने हुन्छ गर्नु त्यो साइडको डडी बिचको गर्नु न दिदी फर्स्ट ह्यापी बर्थडे तिमी हाँसी मात्र खिसा फिल खान्छन् तिमी हाँसी मात्र खिसा फिल खान्छन् Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday. And the star burns tonight. Happy birthday to you. Happy birthday to you. Happy birthday. Happy birthday. Let's go. आफूतिर फर्काउन न पहिला त्यो यसरी फर्काउनु न भगवान लभर हो त्यसरी के राम्रोसँग तान्नु ल तान्नु त अलि बोल गर्नु ल Thank you. त्यो धेरै नगरम नछरम रुनी हैन नि कुनी आज त खुसी हुने हो हाँस्ने दिन रुनी के
हाँस्ने थ्याङ्क यू बहिनी भनेर भन्न भइहाल्यो त खुसीको हाँसो नि यो हाम्रो सोल्टिनीले दिनुभएको सोल्टिनीको गिफ्ट सोल्टिनी ब्लगमा देखिनुहुन्छ है अब हामी चाहिँ केक खान लाग्यो ओ रमी रसाइली रसाइली के हो नाम पनि आउनु मलाई त ल खै मलाई बुलेटहरु आएन अब केक खाएर भ्यायो हाम्रो बर्थडे भ्यायो हामी चाहिँ राति अब यिनीहरू सबै सुतेपछि हामीले चाहिँ त्यो केक खाने प्लान गऱ्यौँ दियोले त यसरी ल्याएर त हामीहरू एकदम चिया लभर हो के दुध हालेको चिया हामीले छोड्दै छोड्दैन होइन बाघले मासु छोड्दैन हामीले दुध हालेको चिया छोड्दैनौँ के जति ग्यास्ट्रिक जति सिकिस्ते हस्पिटलमा भर्ना किन नहोस् होइन छोड्दैनौँ चिया चाहिँ छोड्दैनौँ बेलुका सुत्ने बेला नि खानै पर्छ फाइनली गाई जब हामीले चाहिँ सब काटकुट गरेर रेडी बनाएर यहाँ अब बनाउँदैछौँ सोल्टिनले बनाउँदै हुन्छ म त साथी मात्रै बस्छु घरिघरि हेर्दा गरिदिनु अन्त यस्तरी बनाउँदै हुनुहुन्छ मेरो सोल्टिनीले ठिक छ नि त ठिक छ ल हेर्नु सोल्टिनी हामी यस्तो खाँदै हुनुहुन्छ हाम्रो सोल्टिनी चाहिँ सोल्टिनी तपाईँले नलजाउनु गुड मर्निङ गाइज हामी चाहिँ भर्खरै उठेर अब मुख सुक्ने अनि भान्सार मान्ने घर जाने हामी चाहिँ यो भाँडा लिएर मान्न हिँडेको चलाउन सक्ने अब त्यही भएर त नउचालेँ मैले अनि अर्को पनि छ यो दुइटा मान्छे हामी दुईजनाले अब गाह्रो भयो गाइज तिम्रो काख मेरो निदाउने सिरानी तिमी खास मेरो सुनौलो बिहानी म भन्न हेलो गाइस हामी चाहिँ आज चटपट लिन जाँदैछ गाइजहरु त्यसपछि के भन्छ अरे पछाडि हाम्रो पछाडि बस छ अनि हामी बससँग डराएर भाग्छौँ कता सुसार अब यता माथि हामी फेरि यो स्कुटर चला किनेको मैले यस्तो कस्तो राम्रो कस्तो भयो क्या हेलो गाइस हामी चाहिँ चटपट लिएर फर्क्यौँ 200को त्यो भाउजूले होइन 200को चटपट भनेको कुरकुरे नि हालिदिनु भयो जो हामी त जताको चटपटवाला आन्टीलाई नि भाउजू नै हामी यिनी र म भएर गएर चटपट लिएर आयौँ यिनी मसँग स्कुटरमा बस्न डराएर यिनी गएनन् अहिले चाहिँ खाइछिन् हामी अब यो चटपट खाएर हामी निस्किन्छौँ होइन त यस्तो फाइनली गाइज अब हामी मामा घरतिरबाट हेम्जा हिँड्यौँ ए दिबुलाई हामीले यही छोडिदियौँ हामी चाहिँ जान्छौँ हामीलाई लिन गाडी आइसक्यो गाडी सोल्टिनी बाई 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 ल